मन परेको फुल सुके पनि रसिलो मेरो दिदीलाई आइले भिडियो मिठो गर्दिन न भलक नबनाएको कारण पनि के हो भने इक्जाम आउन आँटेर इक्जाम आउन पनि आँटेर हो सो होस्टेल पनि बसेर पनि हो है त्यो यतिको कुरा चाहिँ बुझिदिनु पर्छ तपाईँहरूले म पछि चाहिँ अब 12 को इक्जाम भएपछि चाहिँ हजुर हेलो एन्ड नमस्ते सबैजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै चाहिँ इस्मिस मन्याम ब्लग हजुरलाई स्वागत छ मेरो युट्युब च्यानलमा आफ्टर लङ टाइम पछि बल्ल आई एम ब्याक टु होम बिकज अरू केही होइन तपाईँलाई एउटा खतरा देखाउनु पर्छ कि के भन्नु न पछाडिको घाम हेर्नु ओए यस्तो सनसेट देख्न पाएँ त साँझमा होइन मैले साँझमा स्टार्ट गरेको आज बोलेको हेर्नु न तर अर्कै तरिकाले देख्यो कि होइन मेरो भाइ त त्यहाँ ओए यसको मुख बोलाएर आयो ए म पनि लोडिदिउँ क्या हो ल भाइ यहाँ म यहाँ छु होइन स्याप्प लाएर है अनि पछाडिको भ्यू पनि यस्तो यस्तो देख्यो बवाले देख्यो छ होइन सो त्यही नै हो एन्ड अरू चाहिँ के भन्नु अरू केही पनि छैन होइन जेसम्म चाहिँ अब 12 को इक्जाम आउन आँटिसक्यो है 12 को इक्जाम आउन आँटिसक्यो केटाहरू पढ जाँडा पढ फेल होलास जिन्दगी यस्तै है रमाइलो ल त्यही नै हो है अनि त्यसपछि चाहिँ यस्तै छ होइन हालचाल अरू त के छैन फेरवेल सेरवेल सब भइसक्यो होइन यस्तो भयो जिन्दगी यस्तै छ तर फेरि पछाडिको घामलाई चाहिँ वाइल्ड मिस गरेर चाहिँ वाइल्ड मिठो देखिसक्यो मिस पनि हो र मिस सक्छ त कसैले अर्खाँचीको यस्तै ह्यान्डसमलाई ल अर्खाँचीको ल केटीहरू ल मेरो भाइलाई चाहिँ फिदा हान्नु पर्यो है ल सक्छ त होइन यस्तै ट्याक्क भ्यूले यस्तो एङ्गलमा यस्तो मिठो टल्कियो नि भाइको एमजी ल ल ल स्क्रिनसट ल थरु त फर्क त अनि यत्तिको भएपछि त एउटा फोटो जान्छ नि भाइकोमा आज ल है ल स्क्रिनसट गरिदिन्छु स्याप है मिठो भ्यू आएर यत्तिको ल खिचिक्क पारिदिन्छु म स्क्रिनसट होइन त्यही भाइको प्रोफाइल जान्छ आज त्यही नै हो भाइको प्रोफाइल चाहिँ मिठो तरिकाले जाने भयो आज होइन जामिन भाइ यसो ढुलो म त अति झौलायो कि घरमा एक्लै बस्दा नि होइन भाइ छ अब चाहिँ हामी चाहिँ यसो मेरो प्यारो पिटर भाइलाई चाहिँ लिएर आँटेको ल त्यहाँ चाहिँ ओए पिटर अलि हरामी छ कि एक्सर्साइज गर्छ कि यसले फेरि गति लग्यो ओए पिटर यत्तिकै एक्सर्साइज गर्ने मेरो पिटर ओए ल त्यही नै हो केटाहरू ओए माझाको कपडै फोरो बनाइदियो ल ठिक छ केही छैन धेरै पछि भलक बनाउँदा कस्तो अर्को फिल भलक बनाउनु पनि नआउने जस्तो भलकै बनाउनु नआउने कि होइन आफ्टर लङ टाइम पछि यस्तो भलक सलक बनाउन सुरु गरेको त सक्ने रहेछ कि बोल्दा उता गर्दा होइन त्यही नै हो अर्हाँची जेस भ्यू चाहिँ भइहाल्छ आज मैले फर्स्ट टाइम किन मैले अर्हाँची किन गरिरहेको छैन होइन मैले पनि आज ट्राई गरिदिउँ न होइन मैले धेरै टिकटकमा आएकै सुने अर्हाँची एउटा नाम पनि भइसक्यो नि त त्यही भएर हो कि नै नमस्ते साँच्चै हुन्छ ए ल हुन्छ बस्नुहोस् ल यस्तो मिठो सनसेट देख्यो है ल अनि यत्तिको सनसेट देख्न पाए त है ल प्रेम भाइ तर ढुक्क मेरो भलक त हेर्छस् होइन तैँले होइन त गाउँमा बस्छस् कि सहरमा बस्छस् भन्दैथिस् होइन म दुइटै किसिमको ठाउँमा बस्छु ढ्याक्क लाएर तल बजार होइन यहाँ चाहिँ घर छ मेरो यो चाहिँ हल्का फुल्का गाउँमै भनौँ होइन तर यस्तरी देखाउँदा चाहिँ वाइल्ड के मिठो
मिठो भ्यू देखियो टक्क दुईटा घर टक्क हैन टक्क पारेको यस्तो मिठो ल यति मात्रै ल दुईटा घर हैन दुईटा घर पारेपट्टि डाँडा टलक्क ल यस्तो घाम देख्न पाउँदा त ल त्यही नि हो मिठो है आज ल मिठो भइरा मिठो आज किन मैले दिउँसो बिहानै स्टार्ट गर्छु भनेर सोचेको थिएँ हैन फेरि झ्याउला यसो हल्का हैन त्यसपछि साँझ जे होला देखा जाएको अल्छिन लाग्थ्यो साँझ ल चल बनाइदिउँ भनेर बनाइदिएको भलक त्यही नै हो हैन केटा अग्लाल मासाला बोलाउनु पर्छ कटाउनु पर्छ जिन्दगी लौडा भइरह यहाँ 12 केजीमा आउन आँटिसक्यो टाउको दुख्न आँटिसक्यो हैन त्यो एकाउन्ट सेकाउन्ट अरे र त नेपाली अरे के अरे अरे हैन त्यो हरे हरे भए मात्र भइरह केटा ए मुद्दे ल कन्टे ओए मुद्दिस सन्चै हौ ल यति गर्नुपर्छ ओ यताहरू त यसले त मुद दिन्छ भाइ हेर न कस्तो हरामी हो होइन अराहा चाहिँ यत्तिको मुद्दी कुकुर चाहिँ चाहिन्छ के अघि नभन् यता रोक 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 यता यत्तिको चाहिन्छ कि मुद्दी कुकुर मेरै कुकुर है ल आज म धेरै होइन गाउँमा मात्र हिँडिरहेको छु आफ्नो गाउँमै ट्राभल गरौँ न होइन गाउँ त अब ठुलो त के ठुलो भन्ने हो जाँठा यति त्यति मुनतिर पुगेपछि बजार आउँछ लौडा जस्तो जिन्दगीको लौडा म लौडा के गर्नु खोज्छ जस्तैले अनि साथीलाई फोन गरेको आज साथी गर्ने अब फोन सोन पनि लागेको छैन सो गाह्रो छ हो अनि भाइलाई फोन हान्नु पर्ने रहेछ भाइ पनि अब भाइलाई पनि फोन हान्दैन साथीलाई जेस मैले मेसेज त गरेको थिएँ मलाई फोन गर भनेर होइन गर्दै गरेन के छैन फेरि मलाई फेरि नसक्नु कि फेरि म जाने यो देखेर नसक्नु कि भ्यू प्लस बजार ओए आनन्द छ यार होइन आनन्द त आनन्द आइरह यसो अब माथितिर गइन्छ अब माथितिर गएपछि यस्तो आनन्द बसिन्छ त्यही नै हो एसीमा जाँठा ल म भाइको घरतिर आइसकेको छु है होइन भइरह जिन्दगी हन छ मलाई चाहिँ एउटा सिनेमेटिक ठ्याक्क मिठो हानिदिन्छु है हेरौँ न यस्तो मिठो आहा एउटा सिनेमेटिक जान्छ ल कसैले सक्छ त यत्तिको चाहिँ हुनुपर्छ ल है अराहाचीको सद्यको बजार चाहिँ यत्तिको छ होइन गाडीतिर नमानिकन सन्धिखर बजार यस्तो छ उता चाहिँ पुरानो ग्राउन्ड भइहाल्यो है त्यही नै हो अनि यस्तै यताको भ्यू पनि मिठो छ यो पनि भइहाल्यो जिन्दगी स्यापो हो मलाई लौडा हो के छ थाहा होइन मेरो यो खुट्टिया फेरि हरामी छ कि हरामी ठुलो ठुलो मैलो पहिलो कालो ठुलो के भन्छ त्यही नै हो डाँडामा आइयो पहिला जस्तो रमाइलो भएन अरे केटाहरू हुनु पर्यो नि पहिला रमाइलो हुनु हो कि नै यतिको त हुनुपर्छ ल एन्ड हेर मात्रै यताको साइडमा त देखाएको छु मैले भलकमा चाहिँ होइन तर हुनु चाहिँ ठुलै हो बजार त्यहाँदेखि यता शरत त उता पातको छ ल त्यही नै हो अनि आज त बब्बालै झ्याउ लागेको थियो धेरै भएको थियो नहिँडेको नि होइन बुटुल बसेपछि पेट भुँडी यता ठुलो भयो आज यसो के भन्छ वाक हिँड्दै गयो होइन वाक डगीसँग होइन म र भाइ डगी
मेरो पुटर वाकिम लिएको तर धुलो उडाखेरि यसले फेरि टाउकोदेखि चाहिने वाट्सएप। अनि यो चाहिँ क्याम्पस भइहाल्यो पढे नि क्याम्पस होइन त्यही नै हो। अनि यो चाहिँ हाम्रो यो के भन्छ अरे यो बिर्ता भन्न आयो फेरि अपङ्ग स्कुल। म देखाइदिन्छु ल ऊ नाम चाहिँ ल हाम्रो यो ट्याक्क लगाएर त्यसको पछाडिको खै के हो थाहा भएन आई डोन्ट नो। ऊ त माथिको चाहिँ त्यहाँ देखेर चाहिँ यता चाहिँ आर्मी क्याम्प है माथिको। सो त्यही नै हो यताको भ्यू चाहिँ यस्तो हो भ्यू लस अफ भ्यू इन अराहाची लस्ट भने चाहिँ के अरे लस अफ मोस्ट अफ अब इङ्ग्लिसहरू खतरा हाल्छ लस्ट अफ म यतिको चाहिँ हुनुपर्छ कि फेरि इङ्ग्लिस चाहिँ यो फेरि मासल यति धुलो उडानी छ्या इङ्ग्लिस बोल्न आउनु नआएपछि यस्तै हुन्छ के। अब चाहिँ म सिक्नेवाला छु यत्रो वर्ष पढेर पनि काम लाग्ने भएन होइन इङ्ग्लिस चाहिँ होइन बोल्न पनि आउने भएन होइन जिन्दगी ठिस म फिसफिस भइरहेको अनि त्यही नै हो। अब यतिको झौडाएर चौडा होइन अब राइड हान्नु पनि मन लागेको त थियो तर राइड चाहिँ अब मैले खास भलक चाहिँ खतरा हावा चल्यो यार यस्तो हेरौँ न यार साउन्ड त सुन्यो होला नि हल्का साउन्ड आइहाल्छ। हाम्रो भाइ ल हाम्रो भाइलाई चाहिँ भाइरल गरिदिनु पऱ्यो यिनी अब जस्तो यिनी यस्तो भन बाबाको पोरो है एक्लौटी पोरो होइन सबको पोरो के पोरो सब पोरो यसलाई त्यहीले हो ल सब केटाहरू ल है लाइक सेयर सब्सक्राइब गरिदिनु पऱ्यो होइन। खास मैले अघि के भन्न आँटेको थिएँ भने चाहिँ बट म चाहिँ राइड गर्नेवाला थिएँ बट 12 पछि गर्छु भनेको सोचेको थिएँ आज होइन फेरि झगडा फेरि भलकै बनाइदिउँ भने होइन खास म 12 पछि चाहिँ कन्टिन्यू गर्छु भनिदिएको थिएँ होइन। आज घर आइदिएको बेलाखेरि दिमाग के गरौँ के चलेन होइन दिमागै के गरौँ होइन भलक बनाइदिइहाल्यो कि फेरि त्यही नै हो। अनि अब माथि त घुम्न त जाने हुन्थ्यो तर के होइन चल्दैछ नजाने हामी गएन हामी हिरो सक्छ त कसैलाई अराजमा आएर होइन सक्दैन नि त प्यारो छ नि त हानिदिन्छ खोडा भन्न त मिल्दैन होला हल्का फुल्का चाहिँ थोरै टुक्का मात्रै मिलाएको है ल त्यस्तो नराम्रो नसोधिदिनु होला त्यही नै भन्न चाहन्छु। अनि त्यसो अनि सामान पनि यता के गर्न झ्याउला दिन दादा त्यहीले अमे अर्काको डाँडो ल खतरा शिवजीको के भन्छ अरे त्यो माथिको के भन्छ आयो बोल्नु त्यही भन्छ मलाई थाहा छैन त्यही भन्छ चिलो ल त्यही नै होला। अहिले भाइ र म चाहिँ घर पनि आइसक्यौँ होइन भाइ त अब घर जान नै आँटिसक्यो होइन सो त्यही नै हो होइन ए यार साँच्चै मैले के मम्मी म त बिर्सिरहेको के दिदीले एउटा सानो गोपी भन्दै हुन्थ्यो कि दिदीले बाबु भाइ एउटा काट त ल साप्प कता चाहिँ गोपी के कता भन्नु त ला अन्त म बिर्सिरहेको होइन म चाहिँ के गर्न आँटेको थिएँ भनेपछि चाहिँ ट्याक्क लगाएर चाहिँ गोपी दिदीलाई लगिदिन दिदीले फोन गरेर गोपी मगाइसक्नु भएको थियो गोपी भन्नुभएको थियो गोपी नि त्यही नै भयो होइन अब त यहाँ गोपी ल्याउन आएको बारीमा ल अब फेरि सुन्तला फल्ने उ भएर सुन्तला भेगन र सिजन फल टाइम लाग्छ नि त होइन प्रोसेस हो बिर्सिरहेको
भाइले चाहिँ काट्दैछ गोपी के हो 7 महिनामा माई मदर मेरो मम्मी ल के भन्नु छ सुन्तलाको फल नि चैत वैशाख जेठ असार साउन भदौ असोज 7 महिना गाह्रो है गाह्रो जिन्दगीमा यतिको भएपछि गाह्रो छ है त्यही नै हो अब म यहाँ अब फुल यस्तो है गोपी त कति राम्रो छ राम्रो भाइ त पनि फाल्नु नि यो त फाल्छ दिदी कुखुराले खान्छ घरमा म यस्तोले जान्छु कि मन परेको फुल हो सुके पनि रसुल है ल यत्तिको भएपछि चाहिँ होइन अब दिदी घर जान्छु यस्तरी होइन छोड्न होइन यस्तरी छोड्न गएपछि चाहिँ होइन म फेरि यस्तो केटी यस्तो हुन त यो फुल गोपी हो नि त हुन त फुलै भयो नि त अब एक किसिमको नामले चाहिँ होइन बन्द गोपी हो कडै भयो त यार यस्तो घर बेजित भएपछि नि हुन्छ फुल ए औडा होइन त छ्या त्यहीले हो ल बन्द जिन्दगीमा मेरो बन्द भइरह जिन्दगी बन्द भएर चलिरहेको छ चल्ने दिउँ सो त्यही नै हो दिदी घर जान आँटिसक्यो यत्नै हो फेरि होइन यस्तरी यो केटीलाई यस्तरी फुल दिन पाए त जिन्दगी घर मैले कति दिन त दिन्थेँ होइन तर के नै एउटै केटीले नि हेरिदिनु जिन्दगी गाह्रो छ त है रोक्किन म त्यहाँ देखाउने बेला छु यत्तिको भएपछि मजा आउँछ कि होइन हाम्रा उल्टाहरू ल हेल्लो गरिदियो हेल्लो किन लजाएको त लजाउनु हुन्न है दे तपाईँलाई मलाई हेर्ने यस्तो सरप्राइज ल्याइदिइराख्नु नि हेर्नु न कहाँ आउँछ खोइ म त रुमभित्र छिटिदिएर मन परेको फुल सुक्यो पनि रसिलो मेरो दिदीलाई आइले यो मिठो गरिदिनु न औडा झ्याउला थियो होइन केरम भइरहेको थियो होइन ए कहाँ जान लाग्यो मालगाडी को आयो परबाट ठुल्ठुलो हात्ती आयो हामी दुइटा हात्ती हो है ल हात्ती हो हे के भन्नु त यस्तो कालो गोपी ल्याइदिएको यस्तो फोरो गोपी त्यो मम्मीले पठाइदिएको मैले हो र थोडी न हाम्रो सानसाना भान्डिङ मुन्डिङ यसरी खेल्छन् हेलो भन्नु ल ल के भन्नु छ ल युट्युब हजुर कहाँ पैसा कमाउनु यहाँ अझै पुगेको छैन यहाँ सब्सक्राइब है सब्सक्राइब चाँडै नै गरिदिनु पर्यो सब्सक्राइब चाँडै नै गरिदिनु पर्यो हो कि न दी अब यहाँ तपाईँको भाइ फेरि यस्तो कस्तो चण्डाल छ भनेपछि होइन तपाईँको भाइले भल कि पठाउनु न कहाँबाट सब्सक्राइब पर्छ मैले भलक नबनाउने कारण पनि मैले भलक नबनाएको कारण पनि के हो भने इक्जाम आउन आँटेर हो सो होस्टेल पनि बसेर पनि हो है त्यो यतिको कुरा चाहिँ बुझिदिनु पर्छ तपाईँहरूले म पछि चाहिँ अब 12को इक्जाम भएपछि चाहिँ हजुर किचन राम्रो होइन केही हुन्न अब दुःख गरेर कमाएको अब यतिको त अब हुन्छ नि हो किन भन्नु त
यतिको अब यतिको चाहिँ अब धेरै नै राम्रो हो क्या दुःख गरेर कमाएर बनाएको यो चाहिँ यतिको हो कि त अब अरू हामीलाई मतलबै भएन कि लाइफमा चाहिँ यतिको हुनुपर्छ त्यही नै हो अब चाहिँ मेरो चाहिँ खासमा 12 इक्जाम पनि आउँदै हो होस्टेल पनि बसेको छु नि त त्यही भएर पनि हो मैले भ्लगमा बनाएको बिचरा चाहिँ समटाइम घर आएको बनाएको छु टुस्सा टुस्सा भ्लग बनाउने हो त्यही पनि कहिलेकाहीँ त्यही नै हो हो कि नै अरे मुगालाई धेरै भुल्ने कि सो अब साँझ पनि भइसक्यो होइन अब चाहिँ म अब ट्याक्क लाएर अब म बजार पनि जानु काम छ बाबा आइसक्नु भर्खर बाबाले कल गर्नुभएको थियो त्यही नै हो बाबा चाहिँ उहाँ हुन्छु त्यहाँ उभिनु भयो बाबा के भयो को आयो को यो डन को हेलो भन्दै छिटो हेलो भन बाबा चाहिँ आउँछ सो त्यही नै हो भन्नु चापिँदै त्यही हो तलको त्यो लसुन प्याज कमा उ छ के अरे तेरो तल त्यो बोरा लिएर आएर त्यहाँ छोड त्यहाँबाट फेरि दिदीले लिन्छ ल अब म ल गाइस अब म चाहिँ जान्छु होइन ढिला नगरिकन अब ढिला नगरिकन म भ्लग पनि इन गर्छु सो त्यही नै लाइक सेयर सब्सक्राइब गरिदिनु नबिर्सिनु ल माया पनि अझै गरिदिनु ल है झमक्क सानो पनि हुन आँटिसक्यो त्यही नै हो ल लभ यु गाइस अल अफ यु जिन्दगी रमाइलो छ यसरी नै है